तिमी अस्ट्रेलिया जापानको ट्रेनको कहानी सुनाउँछौ। यहाँ मेरो खाडीको भिसा नलागेको नै वर्षौं बित्न लागिसक्यो। म कसरी रिलेट गरौँ तिम्रो अस्ट्रेलियाको ट्रेनको कथा? तिमी 15-20 लाख खर्च गरेर गएको देश, अनि म त्यही 12-13 लाख कमाउन जानु लागेको खाडी। तिमी रातिको 5 घण्टा निदाउने, अनि म आफ्नो अवस्था हेरी छटपटेर निदाउन नसकेको। तिम्रो 5 घण्टाको निद्रा र मेरो त्यो बसको 5 मिनटको निद्रा, कति फरक छन् हामी बीच। तिम्रो जापानको ट्रेनले कुरा बुझाउन खोज्दा सायद बुझेन होला, तर मेरो बसको झ्यालहरूले मैले केही नभनी मेरो मनको कुराहरू सबै बुझेको छ। तिमी पढ्न भनेर घण्टाको 30-40 डलर कमाउँछौ, म पढाइ छोडेर कमाउन खाडी जाने सोच बोकेको। तिमी ट्रेनको पछाडि दौडिँदा घर फर्किन मन लाग्छ, म बसको पछाडि दौडिँदा देश छोड्न मन लाग्छ। र यो सब मेरो मनको कुराहरू बसको झ्याललाई थाहा छ। जिन्दगीबाट थाकेर 5 मिनट निदाउँदा त्यही झ्यालबाट चिसो हावा आउँछ र मलाई भन्छ, यति चाँडो हार मानेको? बिर्सिस तेरो आमा बुवाले तँप्रति गरेको आश? म फेरि झसङ्ग हुन्छु।